बेबी अनि किन यस्तो दामी लुगा लाउनु भयो? म शादीमा जान्छु। शादीमा जाने? गएकै। वाउ, यो टोपी कसको हो त? शादीको। शादीको टोपी हो? वाउ, अनि तिमी ब्याउला भएको हो? ओ, अनि बुहारी कहाँ छ त? बुहारी त शादीमा। शादीमा बे गर्ने? मम्मीलाई बुहारी ल्याइदिने अब। अनि तिम्रो बुढीलाई माया गर्ने कि मामुलाई? मामुलाई। अनि बस्नुहोस् न, कुरा गरौँ न ल। अनि कहाँ छ त तिम्रो ब्याउली नानी? वहाँ पर छ। धेरै माया लाग्छ? अनि मामुलाई धेरै माया गर्ने कि बुढीलाई? मामुलाई। मामुलाई। पिन्चिसाको त दिदी छ। पिन्चिसाको दिदी छ नाम। अनि पिन्चिसाको युगबी छ। हो? अनि पिन्टुको बी। हो र? हेर्नु है साथीहरू, मेरो छोरा चाहिँ आफैले लगाएको यो लुगाहरू मैले लगाइदिएको होइन। शादी गर्ने अरे मेरो छोरा। अनि यो शादीको टोपी अरे, यो सबै शादीको लुगा अरे मेरो छोराको। अब बुहारी लिन जानु रेडी भएको छ मेरो छोरा है, हिरो भएर। अनि मम्मीलाई माया गर्छ अरे धेरै। अनि आज दिनभरि बुहारी आउँछ, अब खाना पकाएर खुवाउँछ मम्मीलाई होइन? हो कि होइन छोरा? ल अब जाने तिमी? ल राम्ररी लिएर आउनु ल। शादी। ल बाई बाई। गइस् है छोरा? खुसी। आफैले लगाएको है यो, मैले लगाइदिएको होइन उसलाई ड्रेस। आफूले झिकेर भित्र कपडावाला थालिमा पार्दैछ। म त भाइ सुताएको थिएँ। अब हिँडेको? ओके, आफैले लगाएको जुत्ता मेरो छोरा, आफैले लगाएको जुत्ता आफै हेरौँ। हेर आफैले लगाएको मेरो नानीले कसरी बानेछ मेरो छोरोले। त्यसरी लगायो। आमै नि शादी गर्नु गएको मेरो बेबीको सुरुवाल पनि। बाई बाई। बाई बाई। अनि बेहुलाको त घोडा खोइ भन्दै हिँड्नु भएको त नि? घोडा कहाँ? अनि जन्ती बिना घोडा अनि खोजेर हुन्छ त? जन्तीहरू रेडी भएकै छैन, भाइ सुतिरहेछ। तिम्रो साथी होइन भाइ? अनि बेहुलाको साथी बस्नुपर्छ त। अनि बेहुलाको साथी नबस्नु त? बिहे गर्ने मान्छे त ल हिँड ल। मेरो बेहुला त हिँडी पो गइछ त हौ, ठिक परेर पनि। भाइलाई ठिक गर्न अब? ओके। मामु सानो जान्छु। कता जाने? हो र? जाने नि हो शादी गर्नु? पारङ बेबी, शादी भयो तिम्रो? शादी भयो है? ए पसल आउनु त शादी गर्ने भनेको होइन? यता हेर्नु अब। शादी भयो है? कति रुपियाँ खानुभयो पसलमा? कति खानुभयो? कति त भन्नु त? कति सय खानुभयो? 500 खानुभयो? 500 सक्नु भएन त? भाइलाई के बोकिदिनु भाइलाई? भाइ सुतिरहनु भएको छ, भाइ रुँदै होला। लु छिटो हिँड्नु। लु हिँड्नु अब। फेरि भेटौँला भन।